मोडुलर किचन भनेपछि चाहिँ अब के पनि बुझिन्छ भनेदेखि चाहिँ तपाईँको यो भित्री फर्मेका सेतो र बाहिर तपाईँको टाँसिँदा मोडुलर मानिन्छ त्यसलाई मात्रै मोडुलर मानिँदैन हामीले चाहिँ विशेष किसिमको तपाईँको त हुन्छ नि ग्लु फेभिकल तपाईँको त फेभिकल हालेर ठ्याक्क पेस्टिङ गरेर हुन्छौँ हामीले यो व्हाइट फर्ममा चाहिँ पहिल्यै मेसिनबाट पेस्टिङ गरेर चाहिँ राखेर त्यसपछि कटिङ गर्छौँ हेर्नुहोस् अब सबभन्दा मेन तपाईँको यो 18 पो हजुरले भन्नुभयो नि त सिङको पानी चाहिँ नि हामीले अलरेडी हेर्नुहोस् अलरेडी छोपिसकेको छ तपाईँ यसलाई पानी चुहिने कुनै डाउटै छैन कि पानी एक थो पनि चुहिँदैन हेर्नुहोस् यदि इफ चुहिए त भने पनि हाम्रो फर्मेको फुल्ने काचा कुचो केही पनि हुँदैन कि पेस्टिङ एकदम राम्रो छ हेर्नुहोस् अनि अरू कुरा कस्तो छ त्यो चाहिँ कार्पेन्टरमा पनि भर पर्ने कुरा हो कि सामान मात्रै राम्रो दिएर पनि भएन नि त जस्तै यो तपाईँको अहिले यो किचन छ नि किचन चाहिँ तपाईँको अहिले हामीले कस्टमरको चुज अनुसार हेर्नुहोस् तपाईँको अब अहिले शिखर सूर्य अब तपाईँको सगुन प्लाई भन्ने हुन्छ होइन ब्रान्डेड सामान उहाँको चुजले सगुन प्लाई हाल्नु भनेर हामीले सगुनै प्लाई हालेको छ तपाईँको सगुनै प्लाई पनि सगुन छँदैछ आइएसओ प्रमाणित भएको प्लाई हो होइन अनि त्यसमा अब एउटा कुरा त मेटेरियल मात्रै राम्रो भएर नि भने क्या त्यसको लागि त के पनि हुन्छ भने कार्पेन्टर पनि राम्रो चाहियो क्या तपाईँको जस्तै काम गर्ने कार्पेन्टरहरू छ नि त कालीगरहरू पनि उहाँहरू पनि राम्रो चाहियो अब हामीले चाहिँ के छ भने तपाईँको इन्डियाबाट हायर गरेको छौँ होइन एग्रिमेन्ट 20 वर्षको एग्रिमेन्ट गरेर मिस्त्री राखेको छौँ उहाँले एकदम राम्रो फिनिसिङ जस्तै अहिले हाम्रो अहिले केही रूप निक्लेको छैन केही रूप निक्ले जस्तो मलाई लाग्दैन तर यो नेक्स्ट हुन्छ नि नेक्स्ट अब तपाईँको अब हाम्रो हप्ता 10 दिन हाम्रो फिनिसिङ हुन्छ होइन अब जस्तै अब यो किचन भयो हेर्नुहोस् यो किचन जस्तै किचन बनिरहेको छ तपाईँको अहिले त ठ्याक्कै मैले एक्ज्याक्ट कस्तो हुन्छ भनेको त अहिले भिडियो मैले देखाउन सक्दिनँ यही भिडियोमा चाहिँ नेक्स्ट भिडियो म देखाउँला नै हजुरहरूलाई जस्तो देखाइहाल्छु तर त्यसपछि के छ भने त्यसको सँगसँगै तपाईँको जस्तै हाम्रो कलर म्याचिङ जस्तै तपाईँको यो फेरि हाम्रो छ नि फेरि हाम्रो यो चाहिँ पोइन्टेडको फर्मेकै युज गरेको छ हेर्नुहोस् है पोइन्टेडको फर्मेकै युज गरेको छ यसमा तपाईँको त्यसैले यो तपाईँको अब जस्तै मेटेरियलहरू छ यो फिनिसिङ छ कलर ठ्याक्कै म्याचिङ हामीले गरेको छौँ होइन जस्तै अहिले ठ्याक्कै भन्न सकिनँ कस्तो बन्छ भन्ने कुरा चाहिँ त्यसपछि सँगसँगै छ नि तपाईँको जस्तै हाम्रो यहाँ सोकेस भनेर चाहिँ पुरै भाँडा सोकेस हो क्या तपाईँको भाँडा सोकेस तल्लो चाहिँ अब अलिक ठुलो सामान राख्ने माथि सो गर्न मिल्ने भाँडा सोकेस बनिरहेको छ तपाईँको यहीँ होइन सँगसँगै म्याचिङ गरेर बनाएको हामीले